तपाईहरुलाई चाहिँ ओसाका नाम्बाको जुन स्ट्रिट फुडहरु छ नि त्यो मध्येमा सबैभन्दा बेस्ट मन पर्ने फुड चाहिँ के हो मलाई चाहिँ साथीहरु यो ताकोयाकी लास्टै मन पर्छ हैन अनि म चाहिँ जहिले नाम्बा गएको बेलामा प्राय जसो चाहिँ ताकोयाकी चाहिँ खाएको नै हुन्छ के मलाई चाहिँ लास्टै मन पर्छ अनि मलाई चाहिँ त्यो ओकोनोमियाकी र ताकोयाकी चाहिँ अब ओसाकाको सबैभन्दा फेमस खानेकुरा नै पर्छ नि त त्यो भित्रमै तर पनि मलाई ओकोनोमियाकी भन्दा चाहिँ ताकोयाकी एकदमै धेरै मन पर्छ के अनि म चाहिँ प्रत्येक चोटी नाम्बा जाँदा ताकोयाकी खाएको नै हुन्छु अनि यो चाहिँ जति तातो खायो त्यति धेरै मिठो हुन्छ हैन तपाईहरुको कसले खानुभएको छ कसले खानुभएको छैन भने नाम्बा जाँदाखेरि एकचोटी जसरी पनि ट्राई गर्नु होला एकदम धेरै मिठो हुन्छ ओसाका बाहिरबाट तपाईहरु घुम्न आउनुहुन्छ भने पनि नाम्बामा चाहिँ तपाईहरुले ताकोयाकी चाहिँ एकचोटी ट्राई गर्नु होला म चाहिँ यही भन्छु हैन किनकि एकदम धेरै मिठो हुन्छ मलाई चाहिँ अहिले पनि यो खाएर आइसक्यो हैन फेरि पनि मलाई यो भोइस ओभर गर्दा फेरि पनि खान मन लागिसकेको छ हैन एकदम धेरै मिठो लाग्छ मलाई चाहिँ तपाईहरुलाई चाहिँ कस्तो लाग्छ कमेन्ट गर्नु होला।